ल धन्यवाद छ। खुसी लाग्यो यहाँहरू सन्चै हुनुहुँदो रहेछ। यो हाम्रो संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम भनेर लेखा छौँ। यो कार्यक्रमका सभाध्यक्षज्यू, मञ्चमा मसँगै बस्नुहुने ठुल्ठुलो ढुङ्गा बोक्ने हाम्रो हाम्रो यो पार्टी भन्दा म चाहिँ अभियान भन्छु है, महाअभियान भन्छु। पार्टीदेखि चाहिँ वक्क दिक्क एकदम पीडित भएर थुप्रै वर्ष हिँडेको मान्छे भएको कारणले पार्टी भन्नु कता कता मनमै मान्दैन। एनिवेज हामीले चाहिँ नि निर्वाचन आयोगमा दर्ता गऱ्यौँ, त्यसले गर्दा पार्टी नै भन्नु पर्ला। यो हाम्रो श्रम संस्कृति महाअभियानको नेता हुँदैन, कार्यकर्ता पनि हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि यहाँ अगाडितिर बस्नुहुनेहरू चाहिँ अलिक ठुल्ठुलो ढुङ्गा बोक्ने श्रमदाता र ठुल्ठुलो ढुङ्गा बोक्ने श्रमदाताज्यूहरू एकमुष्टमा मैले त्यसरी सम्बोधन गरेँ। यहाँ तल पनि हुनुहुन्छ ढुङ्गा बोक्नलाई सघाउने श्रमदाताहरू हुनुहुन्छ। तपाईँहरू यहाँ बस्नेहरू भन्दा महत्त्वपूर्ण हो है, किनभने तपाईँहरू त्यहाँ उभिएर कार्यक्रम हेरिराख्नु भएको छ है। त्यसो भएको कारणले गर्दाखेरि यताभन्दा यतातिर चाहिँ मेरो अलि धेरै नमस्कार सम्मान छ। यतातिर पनि छ भन्नुको मतलब यहाँ फ्लोरमा बस्नुहुनेहरूलाई हार्दिक सलाम गर्न चाहन्छु। अब 2-4 मिनट म तपाईँहरूको लिन्छु है। एक दुईवटा कुराहरू मैले राख्नै पर्छ। अब यो श्रम संस्कृति भनेको के हो, यसले गर्न खोजेको के हो भन्ने कुराहरू हुन त मैले विभिन्न कार्यक्रममा बोल्दाखेरि त्यो जाहेर गरिसकेकै छु। तथापि मैले यहाँहरूलाई सामुन्यमा आएर फेस टु फेस सशरीर उपस्थित भएर पनि मैले केही कुराहरू भन्नुपर्ने छ। म तपाईँहरूको केही समय लिन्छु, हुन्छ? सबैलाई माया सम्झना छ हो। जय माटो भन्ने हुँदा सुरुमै उपस्थित मैले मान्नुपर्ने आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, भान्जा भान्जी र जेन्जीहरू, सम्पूर्ण पत्रकार सुरक्षाकर्मी सबैजनालाई सेवा ढोग नमस्कार टक्राउन चाहन्छु। श्रमदानको अभिवादन टक्राउन चाहन्छु। जय श्रमदान, जय श्रमदाता हो। माटो बोल्छ, अब माटो बोल्छ। यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। अब एउटा गीतबाट सुरु गरौँ, हुन्छ? हो, म सँगसँगै मैले जसरी नै गाउनु है ल। म जे गाउँछु त्यही गाउनु, मैले जस्तो गाउँछु जसरी गाउँछु त्यसरी नै गाउनु। मैले गाइसकेपछि सुनेर के गाउनु पर्ने रहेछ भन्ने थाहा पनि भएर गाउनु, फेरि त्यतिकै मुखमा चाहिँ चलाएर हुँदैन है। हो, भित्र मनबाट गाउनु, मुखबाट होइन, मनबाट गाउनुपर्छ गीत। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई मैसँगै गीत गाउनका लागि म अनुरोध गर्न चाहन्छु। यता बस्नेहरूले पनि बसेर नै गाउँदा हुन्छ। तयार हुनुहुन्छ? ढुङ्गा छुँदा मेरो देश, सबैले गाउनु होला, देशलाई सम्झेर नलजाइकन गाउनु होला। ढुङ्गा छुँदा मेरो देश, सम्झिरहन्छु सधैँ। माटो छुँदा मेरो देश, सबैले गाउनु होला। सम्झिरहन्छु सधैँ। बेटर गाउँ है। ढुङ्गा छुँदा मेरो देश, सम्झिरहन्छु सधैँ।
मेरो देश सम्झिरहन्छु सधैँ आदरणीय महानुभावहरू, जब हामी ढुङ्गा छुन्छौँ यो देशको सम्झना आओस् हामीलाई, जब माटो छुन्छौँ यो देशको सम्झना आओस् हामीलाई। पानी छुँदा मेरो देश, हावा छुँदा मेरो देश, हिमाल देख्दा मेरो देश, पहाड देख्दा मेरो देश, यो देशको प्रकृतिहरू हामी देख्दाखेरि पक्कै पनि यो देशलाई हामी सम्झने गरौँ। करिब 1 करोडको संख्यामा हामी विदेशमा छौँ होला यतिखेर। ती सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई जसले प्रदेशमा दुःख गरेर पैसा पठाइदिइराख्नु भएको छ र त्यसको रेमिटेन्सले हामीले देशलाई चलाएको छौँ भन्ने किसिमले देशको सरकार चलिरहेको छ। ती सम्पूर्ण महान प्रदेशीहरूलाई आज सम्झौँ यो भूमिबाट। आज हामी सबैले ती दाजुभाइ दिदीबहिनीहरूलाई सम्झौँ र उहाँहरूलाई पनि पानी छुँदाखेरि यो देशको याद आइरहोस्, हिमाल देख्दाखेरि यो देशको याद आइरहोस्। मलाई लाग्छ प्रत्येक पल त्यो परदेशीले देशलाई सम्झिरहेको छ, परदेशीले त यो देशलाई सम्झेको छ र यही देशमा बस्ने हामी स्वदेशमै बस्नेहरूले चाहिँ यो देशलाई सम्झेका छौँ कि छैनौँ? हो, त्यसो भएको कारणले गर्दाखेरि हरेक पल यो माटोलाई यो देशलाई सम्झन सकौँ भन्ने यो गीतबाट हामीले हाम्रो आजको कुरा सुरु गरौँ। यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु, हार्दिक सम्मान गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी सबै मिलेर अब यो देशलाई बनाउनु पर्छ। यो देशलाई बनाउनु मात्रै होइन, यो देशलाई बचाउनु पनि पर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यतिखेर देश नेतृत्वविहीन अवस्थामा छ है। सरकार छ कि छैन थाहा छैन, एउटा नागरिकको जीवधनको सुरक्षा छैन। दिन दहाडै हामी कुटिन्छौँ, लुटिन्छौँ, ठगिन्छौँ है। यो देशमा तपाईँको छैन। हिजो मात्रै चितवनमा एउटा प्रतिवेदन मलाई प्राप्त भयो, 74 लाख मान्छे सहकारीकै तपाईँको छैन पीडित भएर सहकारीबाट ठगिएर बसिरहेका छन्। करोडौँको मानिसहरू, हामी करोडौँको सङ्ख्यामा हामी नेपालीले ठगिरहेका छौँ। यस्तो ठगिएर बस्नुपर्ने, दबिएर बस्नुपर्ने, रोजगारी नभएको देश, न्याय नभएको देश, कहीँ कतै सुरक्षा नभएको देश, यस्तो देशमा हामी बाँचिरहेका छौँ जुन देशमा आज अभिभावक छैन, नेतृत्व छैन। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब हामी कस्तो नेतृत्व चयन गर्न गइरहेका छौँ भन्ने बारेमा ठुलो बहस छेड्न जरुरी छ। त्यो बहस सुरुवात गरेको छ श्रम संस्कृतिले। म यहाँहरूसँग सल्लाह गर्न आएको हुँ, यहाँहरूसँग सँगसँगै कराउन आएको हुँ, सँगसँगै नाच्न आएका हौँ, सँगसँगै हामी गाउन आएका हौँ। हरेक दिन हामी नाच्छौँ पनि। अब यो देशमा कस्तो नेतृत्व हामीलाई खाँचो छ,
हामीले अहिलेसम्म चुनेका नेताहरू, हामीले चुनेका नेतृत्व मानेका नेतृत्व कस्ता थिए? हामीले गहिरो समीक्षा गर्नुपर्ने, देशलाई कस्तो खालको नेतृत्व दिनुपर्ने भन्ने बारेमा गहिरो बहस गर्नुपर्ने बेला आएको छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, नेतृत्व भन्ने बित्तिकै भिजनको कुरा आउँछ, दृष्टिकोणको कुरा आउँछ। नेतृत्वलाई थाहा हुनुपर्छ कहाँ म जाने, कुन दिशाबाट जाने, बाटो के हो, गन्तव्य के हो भन्ने थाहा हुनुपर्छ। तर आजसम्म म यो विषयमा ठोकुवा गरेर बहस गर्न तयार छु। यो देशको कोसँग बहस गर्नुपर्ने हो, म 1 वर्ष भन्दा बढीकै समयमा, बढी नै समय दिएर पनि म बहस गर्न तयार छु। यो देशमा आजसम्म हामीले चुनेको नेतामा भिजन थिएन। कसरी यो देशको अर्थतन्त्रलाई उठाउने भन्ने बारेमा भिजन थिएन। हामीले कस्ता नेताहरूलाई चुनिरह्यौँ भन्दाखेरि विदेशी प्रभुलाई ढोक्ने, अलिकति अनुदान लिने, ऋण अलिक धेरै लिने, लिएको ऋणले पनि बाटो नबनाउने, घर बनाउने, बरु पुल नबनाउने, आफ्नो तपाईँको छैन होइन सम्पत्ति जोड्ने, यो खालको मान्छेहरूलाई हामीले नेता ठानेर नेता चुनिरह्यौँ। अहिलेसम्म यो देशमा कोही त्यस्ता मान्छे तपाईँको छैन नेता हुन लायकका मान्छे मैले चाहिँ देखिनँ। किनभने उनीहरूसँग भिजन छैन, दृष्टिकोण बिनाको मान्छे, दृष्टिकोण बिनाको नेतालाई हामीले चुनिराखेकै कारणले ऊ आफैलाई पनि थाहा थिएन कहाँ जाने भन्ने, देशलाई कहाँ पुर्याउँछ, कहीँ पनि पुर्याउँदैन है। भिजन नभएको नेतालाई समयको महत्त्व हुँदैन। जेसुकै होस् उसलाई टाइम पास गर्नुपर्ने हुन्छ, रमाइलो गर्नुपर्ने। अनि त्यो खालको नेता खुदलाई टाइम पास गर्नुपर्ने खालको अवस्था छ भने उसले युवालाई पनि समयको महत्त्व बुझाउँदैन। आज हामी युवाहरू पनि सबै टाइम पासको खोजीमा छौँ कि छैनौँ? कसो गरेर टाइम पास रमाइलो गरी गर्ने, घुमेर पो गर्ने कि कतै के गर्ने कि केही बन्नु छैन यो देशमा, कसैलाई पनि केही छैन। हाम्रो लक्ष्य किन छैन भन्दाखेरि भिजन भएको नेता छाने पो हुन्छ, भिजन भएको मान्छेलाई, दृष्टिकोण भएको मान्छेलाई यसो गर्नुपर्छ भन्ने तपाईँको चाहिँ प्रष्ट भिजन भएको मान्छेलाई चुने पो हुन्छ। त्यसले गर्दाखेरि हामीले चुनेका नेताहरूमा नेतृत्व थिएन, भिजन थिएन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले गहिरो समीक्षा गर्नुपर्छ। त्यो नेता आकाशबाट तपाईँको छैन वर्षी झरेको असिना थिएन, माटोमा उम्रिएको च्याउ जस्तो थिएन। हामी तपाईँलाई नै चुन्यौँ, त्यस्ता मान्छेहरूलाई चुनिरह्यौँ। अझै पनि हामी कन्फ्युज छौँ जस्तो मलाई लागिरहेको छ। अब पनि हामी कस्तो मान्छेलाई चुन्ने भन्ने बारेमा चाहिँ नि हामीलाई विलम्ब र त्यो तपाईँको दोधार हामीमा छ जस्तो मलाई लाग्छ। हामी त्यस्ता मान्छेहरूलाई चुनिरह्यौँ जुन मान्छेहरूले भ्रष्टाचारमाथि भ्रष्टाचार गरिरहे, व्यथितिमाथि व्यथिति फैलाइरहे, अन्य अत्याचारमाथि अन्य अत्याचार गरिरहे। त्यही तपाईँको चाहिँ अन्य अत्याचारलाई चाहिँ तपाईँको साङ्गठिक रूपमा चाहिँ स्थापित गरेर संस्थागत गर्नतर्फ लागे, तर नेपाली जनताले न्याय पाएन। ती मान्छेहरू जुन मान्छेहरूलाई हामीले नेता सम्झ्यौँ, ती दलहरू जुन दलहरूलाई हामीले हाम्रा चाहिँ मताधिकार दिएर बहुमतमा तपाईँको चाहिँ पुर्याइरह्यौँ, सधैँभरि सत्ता सुम्पिरह्यौँ, ती सत्ता हामीले सुम्पेका मान्छेहरूले हाम्रो देशको सिंहदरबारसम्म जोगाउन सकेन, सर्वोच्च अदालत जोगाउन सकेन, संसद भवन जोगाउन सकेन। यी कुराहरू किन त्यस्तो भयो त भन्दाखेरि नेतृत्वको नालायकीपनले त्यो कुरा निम्त्यो। तमाम जेनजी युवाले, तमाम तपाईँको चाहिँ जनताले भनेको कुरालाई ठिक तरिकाले सम्बोधन गरेको भए त्यो भदौको 23 गते र 24 गते आउँथ्यो रे यो देशमा, आउँदैन थियो। जनतालाई हेप्ने, जनतालाई चेप्ने, कुट्दै राखेको तपाईँको चाहिँ होइन पेल्दै आएको कारणले गर्दाखेरि त्यसरी नै जान सकिन्छ भन्ने किसिमको तपाईँको चाहिँ त्यो दमनकारी नीति गरेको कारणले गर्दाखेरि त्यो दुर्घटना हामीले नचाहँदै भयो। देशलाई सधैँभरि तपाईँको चाहिँ अराजकता, अशान्ति र अस्थिरतातर्फ लगिरहने मान्छेहरूलाई हामीले नेता सम्झिरह्यौँ। त्यो नेता थिएन हाम्रो लागि, वास्तविक नेता थिएनन्। ती थिए त तपाईँको छैन विदेशी इसारामा चल्ने मानिसहरू थिए, दम्बले फुलेका मानिसहरू थिए, जसले देशका जनतालाई किरा फट्याङ्ग्रा सम्झेर मार्नुपर्छ, दमन गर्नुपर्छ, जसरी पनि ठिक लगाइहालिन्छ भन्ने खालका तपाईँको निरङ्कुश सोच विचारले हाबी भएका मानिसहरू थिए। त्यस्ता मानिसहरूलाई हामीले नेतृत्व सम्झिरह्यौँ, नेता सम्झिरहेर देश सुम्पिरह्यौँ, सत्ता सुम्पिरह्यौँ, सरकार सुम्पिरह्यौँ, जसका कारणले गर्दाखेरि हाम्रो चाहिँ तपाईँको छैन जीव धनको आज सुरक्षा हुन सकेको छैन यो देशमा।
है। यो देशको नेतृत्व जसलाई हामीले चुन्यौं ती चुनेका नेताहरूलाई तपाईँको नेतृत्वलाई यो देशको सिमाना कहाँसम्म हो भन्ने थाहा छैन। थाहा छ? सिमानाको रक्षा गर्न नसक्ने, जनताको जीवधन सुरक्षा गर्न नसक्ने, व्यक्तिको तपाईँको सम्पत्तिको सुरक्षा गर्न नसक्ने, यो देशमा न्याय स्थापित गर्न नसक्ने, रोजगारी दिन नसक्ने, केही पनि दिन नसक्ने मान्छेहरू नेता हुन लायकका मान्छेहरू रहेछन् त। त्यसो भएको कारणले गर्दाखेरि है यत्रो पेट फुलाएर चिल्लो गाडीमा हिँडेर मात्रै हुँदैन। म भन्न चाहन्छु जनताको दुःखलाई बुझेको मान्छे हुनुपर्छ, जनताको समस्यालाई बुझेको मान्छे हुनुपर्छ, जनताको दुःख र समस्यालाई आफ्नो दुःख र समस्या सम्झिने मान्छे हुनुपर्छ। त्यस्तो नेतृत्वको खाँचो छ र त्यस्तो नेतृत्व बनेर एउटा अन्तिम विकल्पको रूपमा तपाईँहरूको सामुन्ने, हामी सबैको सामुन्ने, हामी सबैको आफ्नो श्रम संस्कृति आएको कुरा म यहाँहरू सबैजनालाई निवेदन गर्न चाहन्छु। श्रम संस्कृतिसँग छ भिजन है। वी हेभ द भिजन। हामी यो देशलाई कसरी परिवर्तन गर्न सक्छौँ भन्ने जरादेखिको उपाय हामीसँग छ। हामी त्यतिकै हावामा तपाईँको चाहिँ 3 घण्टा भाषण ठोकेर आफूलाई नेता सम्झँदैनौँ है। जनताको गरिब बस्ती बस्तीमा हामी पुगेका छौँ, जनताको दुःखमा हामी तपाईँको चाहिँ रोएका छौँ, जनताको तपाईँको हरेक समस्यालाई हामीले बुझेका छौँ। त्यो खालको एउटा एउटा अभियान भनौँ, एउटा संस्कृति भनौँ। ल भन्नु छ तपाईँलाई मन पर्यो भने पार्टी नै भन्नुहोस्, ल पार्टी भनौँ, त्यो आएको छ, त्यो पार्टी तपाईँको हो। यो हर्क साम्पाङको एक्लो पेवा केही मान्छेहरूको रहेछ, यसो गएर त्यहाँ सुन्यो ताली बजा होइन। अब आज यहाँ तपाईँ जो जति उपस्थित हुनुहुन्छ र मिडिया मार्फत जे जतिले हामीलाई सुनिराख्नु भएको, बुझिराख्नु भएको छ, यो सम्पूर्ण नेपालीको संस्कृति हो, सादा संस्कृति हो, श्रम संस्कृति। श्रम संस्कृति जिन्दाबाद। श्रम संस्कृतिले मात्रै तपाईँको छैन यो देशको समस्या समाधान गर्न सक्छ। यसको बारेमा म 1 वर्षसम्म बहस गर्न तयार छु, जोसँग कोसँग गर्नुपर्ने, कहाँ गर्नुपर्ने। तर यो कार्यक्रम मार्फत मैले छोटो मात्रैमा जानकारी दिन चाहन्छु, छोटो मात्रैमा दिन चाहन्छु जानकारी। वास्तवमा यो श्रम संस्कृति के हो? श्रम संस्कृति भन्दा मान्छेलाई विकासको केन्द्रबिन्दु मान्ने अवधारणा हो श्रम संस्कृति। मान्छे मारेर विकास हुँदैन भन्ने सोचाइ हो श्रम संस्कृति है। विकासको केन्द्रबिन्दु मान्छे हो। मान्छे छ भने विकासको परिकल्पना गर्न सकिन्छ, तर मान्छेलाई विस्थापित गरेर, मान्छेलाई मारेर, कुल्चेर, काटेर होइन तपाईँको चाहिँ फसाएर कुनै तपाईँको चाहिँ अर्को कुरा प्राप्त गर्न चाहँदैन श्रम संस्कृति। श्रम संस्कृतिले तपाईँलाई माया गर्न सिकाउँछ। श्रम संस्कृतिले तपाईँले देशलाई माया गर्नुपर्छ भन्छ। श्रम संस्कृतिले देशले तपाईँलाई माया गर्नुपर्छ, सरकारले तपाईँलाई माया गर्नुपर्छ भन्छ। मान्छेलाई केन्द्रबिन्दुमा राखेर बाटो बनाउनु भन्दा एउटा बिग्रेको मान्छेलाई सही मार्गमा देखाउनु ठुलो विकास सम्झने अवधारणा हो श्रम संस्कृति। बाटो चाहिँ ठुलो बनायो, मान्छे चाहिँ सबै स्वार्थी र तपाईँको छैन होइन एकदम नराम्रो खराब प्रवृत्तिका भयौँ भने त्यो ठुलो बाटोको कुनै अर्थ हुँदैन। आदरणीय राजभाइजी, मान्छेलाई परिवर्तन गर्ने संस्कृति हो यो। एउटा अल्छी मान्छेलाई पौरखी बनाउने, डुलेर लखर लखर हिँड्ने मान्छेलाई श्रमसँग जोड्ने संस्कृति हो श्रम संस्कृति। आज तमाम जेनजीले भ्रष्टाचार विरुद्धमा अभियान छेडेको छ, आन्दोलन गरेको छ। ज्यानै कतिले थाल्नुभयो, कतिले तपाईँको चाहिँ अझै पनि अङ्गभङ्ग गरेर तपाईँको घाइते अवस्थामा अस्पतालमा कठिन दिनहरू बिताइराख्नु भएको छ। जेनजीको एउटा म्यान्डेट के थियो, जेनजीको चाहना के थियो भने यो देशमा भ्रष्टाचार नहोस् भन्ने थियो। तर म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, सधैँभरि मैले राख्दै गरेको तर्क अलिकति यहाँ दोहोरिन्छ। जब मान्छे काम गरेर खान चाहँदैन, गफ गरेर खाने भन्छ। गफ गरेर खाने मान्छे ठग हो, उसले ठग्न थाल्छ। ठग्ने मान्छेले कर्मचारी बनेर जागिर खायो भने पनि उसले घुस खान्छ, भ्रष्टाचार गर्छ होइन। नेता बनेर चुनिएर गयो, सांसद भयो, मन्त्री भयो भने उसले त देशै बेचेर खाइदिन्छ। त्यसो भएको कारणले गर्दाखेरि गफ गरेर होइन, काम गरेर खानुपर्छ भन्ने संस्कृति हो श्रम संस्कृति। काम कुनै सानो हुँदैन है, काम कुनै पनि सानो हुँदैन है। सरसफाइ कर्मीले गर्ने काम पनि प्रधानमन्त्रीले गर्ने काम जतिकै महत्त्वपूर्ण हो भन्छ श्रम संस्कृतिले। म यहाँहरू सबैजनालाई मैले भनिराखेको कुरा यहाँ दोहोऱ्याउन चाहन्छु होइन। यो देशमा श्रम र श्रमिकलाई हेर्ने दृष्टिकोण अत्यन्तै अपमानजनक छ।
त्यसो भएको कारणले गर्दाखेरि काम गर्ने मान्छे सानो, काम गर्ने मान्छे महिला फोहोर, किसान फोहोर, मजदुर फोहोर भन्ने खालको समाज अझै बदलिएको छैन। कामीले कमाइदिएको थालमा भात खाने तर त्यही कामीलाई घरभित्र नआइजाए भन्ने समाज अझै किसानले पकाइदिएको उब्जाइदिएको अन्न दिन रात खान्छ तर किसानलाई नै हेला गर्छ कि गर्दैन अझैसम्म? हो, दमाईले सिलाइदिएको लुगा लगाएर होइन बस्ने तर दमाईलाई छिछि दूर दूर मेरो चाहिँ नेता नआइजाए भनेर भन्ने समाजले अझै पनि मजदुरले बनाइदिएको घरमा बस्छ तर त्यो मजदुरलाई हेला गर्छ कि गर्दैन? त्यस्तो भएको कारणले गर्दाखेरि कामलाई हेर्ने दृष्टिकोण, श्रम नै हो त्यो शक्ति जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ। हामीसँग हिमाल छ, पहाड छ, खनिज छ भनेर के गर्नु? काम गरिने हात बाँधेर बस्यो भने हिमालले के गर्छ र? होइन, खनिजले के गर्छ र? त्यो सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्नका लागि चाहिने एउटा मानव शक्ति, एउटा मानव प्रयासलाई श्रम भन्छ। त्यही श्रमलाई नै हामीले हेला गरेको कारणले यो देश कहिले पनि उत्पादन र निर्माणमा अघि बढ्न सकेन। कहिले पनि तपाईँको अर्थतन्त्र यो देशको तरफ भएन। यो देशमा हामीले गफ गर्ने मान्छेलाई ठुलो मान्छे सम्झ्यौँ। 3 घण्टा कति राम्रो गफ गरेको त्यो ठुलो नेता रहेछ भन्यौँ है, तर त्यो नेताले देश बेचिरहेको देखेन, उसैलाई नमस्ते गरिरह्यौँ है। त्यो देश त्यही नेताले तपाईँको चाहिँ हामीलाई सुरक्षा दिन नसकेर हामी सडकमा घिसारिँदै मारिनु परेको हाम्रो गिदी तपाईँको चाहिँ साथीले उठाइदिएको दिन हामीले देख्नु पर्यो है। गफै मात्रै गरेर बस्ने, गफै मात्रै गरेर बस्ने, गफ पनि देशको गरे त हुन्थ्यो त विदेशको गर्ने है। यो देशका पार्टीहरू सबै तपाईँको विदेशको सिद्धान्त बोकेको। 200 वर्ष पहिला जर्मनीमा मार्क्सले के लेख्यो अरे? काठमाडौँको माटोको सुगन्ध कस्तो छ भन्ने जर्मनीको मार्क्सलाई थाहा थियो है। चीनमा माओले के क्रान्ति गर्यो अरे है? चीन र नेपाल मिल्छ? नहुने कुरा गरेर हामी बिग्र्यौँ। त्यसले गर्दाखेरि विचार पनि हाम्रो विदेशी नै आयो, सब विचार पनि विदेशी नै आयो। हामी इसारा पनि विदेशीकै इसारामा सरकार चलाउने खालको देशमा बसिरहेका छौँ। अब त्यो देशलाई परिवर्तन गर्ने संस्कृति हो श्रम संस्कृति। श्रम संस्कृतिले गर्न चाहन्छ यो चिज। श्रम संस्कृतिले स्वाधीन अर्थतन्त्रको कुरा गर्छ। तपाईँ काम गर्नुहोस्, तपाईँले छिमेकीबाट ऋण लिएर भात खाँदै हुनुहुन्छ भने यो देश स्वाधीन बन्न सक्दैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो देश स्वाधीन बन्न सक्दैन। त्यसो भएको कारणले 2 हात तपाईँहरूकोमा हेर्न चाहन्छु। सबैजनाको 2 हात देखाइदिनुहोस् त। हो, यतिका धेरै 2 हातहरू हेर्न पाउँदाखेरि अत्यन्तै खुसी लाग्यो। त्यो 2 हात चलाएर तपाईँ आफै बाँच्नुपर्छ। तपाईँ आफै बाँच्नुपर्छ। व्यक्तिलाई तपाईँको चाहिँ श्रममा जोडेर, श्रम मार्फत माटोमा जोडेर, माटो हुँदै देशसँग एउटा नागरिकलाई जोड्ने अभियान हो श्रम संस्कृति। त्यो श्रम संस्कृतिमा म यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। देशलाई नचिनेर, देशको प्रकृतिलाई नबुझेर, देशको संस्कृतिलाई नबुझेर आदरणीय दाजुभाइ दिदीबहिनीहरू हामी धेरै पछि पर्यौँ। मैले भन्ने गरेको कुरा, यो देश, यो संसारमा आधुनिकता भन्ने कहीँ छैन, छ त सिर्फ संस्कृति। तर यदि हामी आफ्नो संस्कृतिलाई बिर्सन्छौँ भने विदेशी संस्कृति हाम्रो देशमा आइपुग्छ अनि त्यो विदेशी हाम्रो देशमा आएको नयाँ संस्कृति हामीलाई आधुनिकता हो भन्ने लाग्छ अनि त्यो कुरालाई अपनाउँछौँ। हाम्रो सबै धनराशि तपाईँको चाहिँ त्यो विदेशी संस्कृतिलाई दिइपठाउँछौँ। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो देश संस्कृतिमा धनी देश। अब यही देशको संस्कृतिसँग युवालाई जोड्न चाहन्छ, त्यो संस्कृति हो श्रम संस्कृति। स्वाधीनताको कुरा गर्छ श्रम संस्कृतिले। विदेशी ऋणको भरमा देशको बाटो बनाउनुपर्छ, पुल बनाउनुपर्छ भन्दैन। यही देशको तपाईँको छैन हामी सबैसँग भएको 2 हात प्रयोग गरेर यही देशको स्रोतलाई परिचालन गरेर, यही देशको अर्थतन्त्रलाई उँभो लगाएर, यही देशमा उत्पादन गरेर, यही देशमा राम्रा कामहरू गरेर देशलाई अगाडि बढाउन चाहन्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, विदेशी तपाईँको छैन चलखेलमा, विदेशी तपाईँको रणमैदान बढ्न आँटेको हाम्रो देशलाई बचाउन निस्किएको एउटा महाअभियान हो श्रम संस्कृति अभियान। यो श्रम संस्कृति अभियानमा तपाईँ जोडिन चाहनुहुन्छ? म सबैलाई सोध्न चाहन्छु, तपाईँ जोडिन चाहनुहुन्छ? अलि साह्रो भनिदिनुहोस्, पछाडि बस्नेहरूलाई भनिदिनुहोस्, तपाईँ जोडिन चाहनुहुन्छ हो कि तपाईँहरूलाई लागिरहेको छ?